थान्कोमा बस्नुहोस् है, थान्कोमा बस्नुहोस्, थान्कोमा बस्नुहोस्। 2 तिहाईको दम्ब, भिडभाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। तर नयाँ पुस्ताको आवाजलाई सम्मान गरेर, नयाँ पुस्तालाई साथमा लिएर, नयाँ पुस्ताले देखाएको यो विद्रोहको ज्वालालाई सम्झिएर, सम्मान गरेर, हातेमालो गरेर, साथ दिएर, अपमानित नगरिकन अगाडि बढ्ने हो भने हामी सँगै यो देशको समृद्धिको बाटो कोर्न सक्छौँ। यो एउटा दुईटा मान्छेले गर्न सक्ने होइन, एउटा दुईटा मान्छेले पार लगाउने विषय होइन, सबै मिल्नुपर्छ। सुरक्षाकर्मी साथीहरूको मनोबल हामीले उच्च गर्नुपर्छ। हरेक आन्दोलनमा जसलाई पनि परिवर्तन चाहिएको छ, तर जतिखेर पनि सुरक्षाकर्मी साथीहरूलाई घाइते बनाएर परिवर्तनहरू आएको छ। अब उहाँहरूको घाउ पनि हामीले पुर्ने हो, उहाँहरूलाई पनि सुरक्षित महसुस गराउने हो, किनकि यो देशका सिपाहीहरू हुन् उनीहरू, उनीहरूका लागि पनि हामीले काम गर्नुपर्ने हुन्छ। त्यसैले साथी हो, उच्च मनोबलका साथ हामी काम गरौँ।